एभ्रिवान, गुड आफ्टरनुन। अहिले भने चाहिँ आफ्टरनुन भएको छ अनि तपाईँ देख्न सक्नुहुन्छ घाम कस्तो डरलाग्दो कस्तो डेन्जर घाम लागेको छ भनेर है। यो डेन्जर घाममा चाहिँ हजुरहरूले देख्न सक्नुहुन्छ यो जुत्ता अनि यो ग्लोभ्स देख्नुभयो नि। थाहा भयो होला नि अब म कहाँ जानु आँटेको छु भनेर। आलुबारी आलु खन्नुको लागि चाहिँ म रेडी छु है। यो चर्को घाममा आलु चाहिँ बोट मरिसकेको छ, अब चाहिँ यसलाई खन्नु पर्ने हुन्छ। तर यो पालि चाहिँ आलु राम्रो छैन अरे मेरो मम्मीले भन्नुभएको। मम्मी त तल हुनुहुन्छ, उखाल्दै गर्नु भएको छ अहिले चाहिँ। अनि त्यहाँ अलिकति पनि खनेको छ। अब यो घाममा चाहिँ म खन्नु जाँदैछु आलु। तपाईँहरूलाई देखाउँछु कति फल्यो भनेर। पुरा कमिलाले खाएको छ अरे हौ आलु योपालि। हाम्रो चाहिँ अलिक ढिलो भएको थियो आलु रोप्नु चाहिँ, त्यही भएर पनि होला। छिटो रोप्नेहरूको त राम्रै भयो अरे, हामी चाहिँ ढिलो रोपेर छैन। आलु फलेकै छैन, तीमाथि कमिला लागेर मम्मी चाहिँ कटिङमा छ है। कटिङमा अब स्टार्ट गर्नुपर्छ।